नमस्कार। आज म प्लास्टिक इन्जेक्सन मेसिनको भिडियो बनाउँदैछु। आज यसमा मेसिनलाई रिपेयरिङ गरेको थियो। यो मेसिनको गियर हो। यो सिलिकन ग्यास्केट हाल्नुपर्छ, नत्र लिक हुन्छ। यसको भिडियो हो। रिपेयरिङ गरिसकेछु। रिपेयरिङ गरेर मोल्ड यसरी मिलाउनु पर्छ, नत्र मेटेरियलहरू बाहिर जान्छ। मिलाउनु पर्ने हुन्छ। अब स्क्रू टाइट गर्ने। यो मेसिनलाई रिपेयरिङ गरेको थियो। यसको हाइड्रोलिक तेल लिक थियो। त्यसलाई रिपेयरिङ गरेर आज म यो भिडियो तपाईँहरूमा हाल्दैछु। तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई। नेक्स्ट भिडियो फेरि भेट होला।